दर्शकबिन गत फाल्गुनको 29 गतेदेखि प्रदर्शनमा आएको चलचित्र अन्जिलाले बक्स अफिसमा आज 31 दिन पार गर्दैछ भने यही चैत्र 22 गतेदेखि प्रदर्शनमा आएको चलचित्र बसन्तले बक्स अफिसमा आज 9 दिन पार गर्दैछ। त्यसैले आज हामी यस भिडियो अन्तर्गत कुरा गर्न गइरहेका छौं यी दुवै चलचित्रहरूको अहिलेसम्मको टोटल बक्स अफिस कलेक्सनको रिपोर्टको बारेमा। त्यसैले भिडियोलाई अन्तिमसम्म हेरी साथ दिनुहोला। सर्वप्रथम कुरा गरौं चलचित्र अन्जिलाको। मिलन चामलिङ राईको निर्देशनमा तयार भएको यो चलचित्रको कथा प्रदीप भारद्वाज थापा र गिरिराज घिमिरेले मिलेर लेखेका हुन् भने चलचित्रको शीर्ष भूमिकामा हामीले एन्जिला तुम्बापो सुब्बा, दयाहाङ राई, सृजना सुब्बा, माउक्सी गुरुङ, विजय बराल, बुद्धि तामाङ, सुनिल थापा लगायतका कलाकारहरूलाई देख्न सक्छौं। मुन लभ इन्टरटेनमेन्ट प्रालीको ब्यानरमा निर्माण भएको चलचित्रको निर्मातामा प्रेम कुमार श्रेष्ठ हुनुहुन्छ। यो चलचित्रलाई गत फाल्गुनको 29 गते नेपालभरि झण्डै 80 देखि लिएर 90 वटा हलमा प्रदर्शन गरिएको थियो भने पहिलो दिन चलचित्रले ठिकठाकको मात्र सोच प्राप्त गरेको थियो। तर चलचित्रको वर्ड अफ माउथ फुल्ली पोजिटिभ आइदिएका कारणले चलचित्रले दिन प्रतिदिन सोच तथा अकुपेन्सीमा वृद्धि गराई बक्स अफिसमा उछाल कमाई गरिरहेको छ। चलचित्र अन्जिला अहिले 5औं सातामा प्रदर्शनरत छ। यति बेला नेपालका हलमा आधा दर्जन बढी चलचित्रहरू प्रदर्शनरत छन्। त्यसका बावजुद पनि चलचित्र अन्जिलाले बक्स अफिसमा यति बेला झण्डै 42 भन्दा बढी सोच प्राप्त गरिरहेको छ। दर्शक महानुभावहरु, चलचित्रको बक्स अफिस कलेक्सनको बारेमा चर्चा गर्ने हो भने निर्माण पक्षको अनुसार चलचित्रले सुरुवाती 3 दिनमै बक्स अफिसमा 2 करोड 7 लाखको ग्रस कलेक्सन गरेको थियो। त्यसैगरी 13 दिनमा चलचित्रले झण्डै 8 करोड 70 लाखको ग्रस कलेक्सन गरेको निर्माण पक्षले जानकारी दिएको थियो। त्यसैता भने निर्माण पक्षले कुनै पनि आधिकारिक कमाई सार्वजनिक गरेका छैनन्। यद्यपि चलचित्र विकास बोर्डले भने यो चलचित्रको सुरुवाती 4 हप्ताको कमाई 7.5 करोड जनाएको छ। तर हामी भने निर्माताको कमाईको आधारमा तपाईहरुलाई भिडियो रिपोर्ट प्रस्तुत गरिरहेका छौं। त्यसै कारणले चलचित्रले बक्स अफिसमा हिजो 30 दिनसम्म आइपुग्दा झण्डै 10 करोड 85 लाख हारारीको ग्रस कलेक्सन गर्न सफल भएको खबर प्राप्त भएको छ। चलचित्रको बक्स अफिसमा आज 31औं दिन चलिरहेको छ। आज शनिबार सार्वजनिक बिदा पनि रहेको छ। दर्शक महानुभावहरु, यो चलचित्रले आज देशभरका हालमा झण्डै 30 देखि लिएर 40% को ओभरअल अकुपेन्सी दिनभरिमा लिने देखिरहेको छ। त्यसै कारणले चलचित्रले बक्स अफिसमा आज 5 देखि लिएर 8 लाख हारारीको ग्रस कलेक्सन गर्न सक्ने प्रक्षेपण गरिएको छ। दर्शक महानुभावहरु, हजुरहरूले चलचित्र अन्जिला हेर्नु भयो कि नै? यदि हेर्नु भएको छ भने हजुरहरूलाई यो चलचित्र कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सुझाव सल्लाह र प्रतिक्रिया तल हामीलाई कमेन्ट मार्फत व्यक्त गर्नुहोला। अब कुरा गरौं चलचित्र बसन्तको। प्रकाश सपुतको लेखन तथा निर्देशनमा तयार भएको लभ स्टोरी सोशल ड्रामा जनरमा आधारित चलचित्र हो बसन्त, जुन चलचित्रको शीर्ष भूमिकामा पनि हामीले प्रकाश सपुत, सुस्तिमा खड्का, खड्कबहादुर पुन लगायतका अन्य थुप्रै कलाकारहरूलाई देख्न सक्थ्यौं। गलबन्दी प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो चलचित्रको निर्मातामा मोहन विक र बिन्दु बोहरा हुनुहुन्छ। दर्शक महानुभावहरु, यो चलचित्र गत चैत्र 22 गते पहिलो दिन नेपालभरि झण्डै 100 भन्दा बढी सिनेमा घरमा 300 भन्दा बढी सोचका साथ प्रदर्शनमा आएको थियो। तर अवशोष चलचित्रको सोचहरू अहिले दोस्रो सातामा नै निकै कम भइसकेका छन्। यो चलचित्र यति बेला नेपालभरि झण्डै 55 हारारी सोचका साथ मात्र प्रदर्शनरत छ। चलचित्रको वर्ड अफ माउथ फुल्ली पोजिटिभ आइदिएको भएर प्रकाश सपुतले पुस्तक विमोचन कार्यक्रममा केपी ओलीको तारिफ नगरिदिएको भए चलचित्र बसन्तले बक्स अफिसमा उछाल कमाई गर्ने थियो। तर दर्शक महानुभावहरु, चलचित्र बसन्तले अपेक्षित कमाई भने गर्न सकेन। हुन त निर्माण पक्षले अहिलेसम्म कुनै पनि आधिकारिक कमाई यो चलचित्रको सार्वजनिक गरेका छैनन्। यद्यपि चलचित्र विकास बोर्डका अनुसार भने यो चलचित्रले सुरुवाती 5 दिनमा 1 करोड 16 लाखको ग्रस कलेक्सन गरेको थियो। त्यसैगरी चलचित्रले हिजो 8 दिनसम्म आइपुग्दा झण्डै 1 करोड 60 लाख हारारीको ग्रस कलेक्सन गरेको इस्टिमेट रिपोर्ट हामीलाई प्राप्त भएको छ। चलचित्रको बक्स अफिसमा आज 9 दिन चलिरहेको छ। आज शनिबार सार्वजनिक बिदा पनि रहेको छ। यसका बावजुद पनि चलचित्रले आज दिनभरिमा मात्र 20 देखि लिएर 30% हारारीको ओभरअल अकुपेन्सी लिने देखिरहेको छ। त्यसै कारणले चलचित्र बसन्तले आज 9 दिन बक्स अफिसमा झण्डै 5 देखि लिएर 8 लाख हारारीको ग्रस कलेक्सन गर्न सक्ने प्रक्षेपण गरिएको छ। दर्शक महानुभावहरु, हजुरहरूले चलचित्र बसन्त हेर्नु भयो कि नै? यदि हेर्नु भएको छ भने हजुरहरूलाई यो चलचित्र कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सुझाव सल्लाह र प्रतिक्रिया तल हामीलाई कमेन्ट मार्फत व्यक्त गर्नुहोला भन्दै अर्को भिडियोसम्मको लागि म प्रशान्त भुर्तेल पनि बिदा हुन्छु। धन्यवाद।